चिनिया निकायले खुलायो रसुवा बाढीको रहस्य। सीमाभन्दा 7 किमि माथि अस्थायी ताल तिब्बतको लेन्दे खोलामा के भयो त्यस्तो? भोटेकोशी र त्रिशुलीमा अझै बाढीको जोखिम कायमै। रसुवाको सिंहवर्ती क्षेत्र भोटेकोशी नदीमा आएको प्रलयङ्कारी बाढी हिमताल विस्फोटका कारण नभई हिमपहिरो झरेर खोला थुनिएपछि 81 फुटेर आएको पुष्टि भएको छ। चिनिया जल तथा मौसम सम्बन्धी अधिकारीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराएको आधिकारिक सूचना अनुसार नेपाल चीन सीमा भन्दा करिब 5 देखि 7 किलोमिटर माथि लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा खसेको विशाल हिमपहिरोले नदीको बहाव थुनेको थियो। बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद विनोद पराजुलीका अनुसार अघिल्लो वर्ष भेलबाढी आएको सुप्रा ग्लेसियर लेक आसपासका क्षेत्रमा पुनः हिमपहिरो खसेको जानकारी चिनिया पक्षले दिएको छ। हिमपहिरोले नदी थुनिएर बनेको अस्थायी ताल अचानक फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो परिमाणमा लेदो सहितको बाढी सोचिएको हो। यद्यपि जोखिम अझै टरिसकेको छैन। चिनिया अधिकारीहरूले पठाएको पछिल्लो सूचना अनुसार नदी थुनिएको स्थानमा जमेको पानीको ताल अझै पूर्ण रूपमा खुलिसकेको छैन। हिमपहिरोको ठूलो भाग नदीमै रोकिएर बसेकाले जुनसुकै क्षण पुनः फुटेर भोटेकोशी र त्रिशुली नदीमा दोस्रो पटक भीषण बाढी आउन सक्ने खतरा कायमै रहेको छ। विपद व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले संयुक्त रूपमा चेतावनी जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को आधिकारिक सूचना जारी नभएसम्म नदी किनारबाट टाढा सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनले तटीय क्षेत्रमा माइकिङ गर्दै मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् भने काठमाडौँबाट जाने सवारी साधनहरूलाई जोखिमयुक्त सडक खण्डमा प्रवेश गर्न रोक लगाइएको छ। सरकारले उद्धारका लागि हेलिकप्टर सहित सुरक्षा संयन्त्रलाई उच्च सतर्क हाई अलर्ट अवस्थामा राखेको छ। Ha ha ha!